ओके गाइज, आज पनि हाम्रो लागि चाहिँ न्यू च्यालेन्जिङ आजको काम रहेको छ। तपाईँले देखिरहनु भएको छ भिडियोमा है। र आजको हाम्रो काम चाहिँ तपाईँले देखिरहनु भएको छ हाम्रो फुटबल फिल्ड जाने बाटोदेखि लिएर हामी पानी कहाँसम्म हुन्छ त्यहाँसम्म चाहिँ आज हामी प्रत्येक बाटोमा रहेको खाल्डोहरू माटोले पुर्ने कोसिस गर्नेछौँ। त्यस कारणले गर्दाखेरि आजको काम चाहिँ अलिकति हाम्रो लागि स्पेसल च्यालेन्जिङ रहेको छ। ओके सो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ तपाईँ सबैजनालाई मेरो नयाँ भिडियोमा है। र आज पनि हामी नयाँ कामको लागि चाहिँ घरबाट निस्किसकेका छौँ, देख्न सक्नुहुन्छ है। हामी 3 जना छौँ र पछाडि हाम्रो साइकलमा चाहिँ सामान छ है, बेल्चा प्लस सामानहरू छ है, के अरे आजको कामको लागि चाहिँ। सो हामी चाहिँ अब यहाँदेखि हेल्थ पोस्टदेखि चाहिँ हामी स्टार्ट गर्छौँ। जुन पिच रोडको बाटो के अरे बिच ठाउँमा जो खाल्टो छ है, त्यो ठाउँमा चाहिँ हामी माटो हाल्नेछौँ। र त्यसमा चाहिँ हामीले आजभन्दा केही महिना अगाडि हाम्रो क्लबको थ्रुबाट चाहिँ हामीले बालुवा सिमेन्ट अनि त्यस पछाडि गिट्टी मिक्स गरेर चाहिँ हामी हाल्ने प्लान थियो। तर त्यसरी चाहिँ हाल्न नमिल्दो रहेछ। त्यस कारणले गर्दाखेरि चाहिँ भोलिको दिनमा जसले चाहिँ पहिला यो बाटोको ठेक्का लिनुभएको थियो त्यही कम्पनीले भनौँ न फेरि यहाँ अब कति समय पछाडि चाहिँ फेरि त्यहाँ पिचको लागि चाहिँ प्रोसेस गर्नुहुन्छ अरे। त्यस कारणले गर्दाखेरि त्यो गर्न नमिल्ने भएको कारणले गर्दाखेरि चाहिँ हामीले टेम्पोररी भोलिको दिनमा अब त्यो रोडवालाहरू आएर फेरि पिच गर्नुको लागि चाहिँ अब त्यो माटो चाहिँ मजाले निकाल्नको लागि चाहिँ सहज हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी ठाउँमा जता खाल्टो छ टेम्पोररी भनौँ न एउटा बाटोमा हिँड्दाखेरि चाहिँ सहज होस् भन्ने उद्देश्यले चाहिँ हामी यो काम गर्न खोजिरहेका छौँ है। सो त्यस कारणले गर्दाखेरि चाहिँ अब हामी ठ्याक्कै यहाँबाट निस्क्यौँ अनि आज लगभग कति घन्टा लाग्छ त्यो काम हामी सकाउनेछौँ। र बाटोमा हिँड्दाखेरि चाहिँ अलिकति सहज हुनेछ। हामीले बाटोमा हिँड्दाखेरि चाहिँ यो खाल्टाखुट्टीले गर्दाखेरि चाहिँ दुर्घटना हुने सम्भावना प्रबल रहन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ बिहान मर्निङ वाक जाँदाखेरि दौडिँदाखेरि त्यो खाल्टोहरूमा खुट्टा डिस्ब्यालेन्स भएर खुट्टा भाँचिन सक्छ अनि त्यो खुट्टा अलिकता क्र्याक हुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो नहोस् भन्ने उद्देश्यले हामीले चाहिँ यो प्लान गरिरहेका छौँ। र यो प्लान कतिको सक्सेस हुन्छ तपाईँले भिडियोलाई स्किप नगरेर लास्टमा साथ दिनुहोस् है त। ओके गाइस, हामी चाहिँ देख्न सक्नुहुन्छ साइकलमा है 1 2 3 हामी 3 जना छौँ है। यस्तो खाल्टोहरू देख्न सक्नुहुन्छ बाटोमा होइन। यो खाल्टोहरूले होइन जबसम्म कस्तो हुन्छ भन्दाखेरि एउटा कुनै नयाँ मान्छे यो बाटो आउनुभयो भने होइन, अब रातिको टाइममा केही इमर्जेन्सी काम पऱ्यो भने हुन्छ नि त, त्यो बेलामा चाहिँ अलिकता बाइकको स्पिड बाइक अलिकति स्पिडमा छ भने त्यतिखेर दुर्घटना हुनसक्छ क्या। त्यस कारणले गर्दाखेरि हामीले कुनै पनि कुराहरू दुर्घटना हुनुभन्दा पहिला सोच्नुपर्छ। देख्न सक्नु यस्तो खाल्टोहरू छ, यसमा टायर गयो डिस्ब्यालेन्स भयो भने है, यहाँ देख्न सक्नुहुन्छ है, यसरी गयो भने चाहिँ स्पिडमा छ भने त डिस्ब्यालेन्स भयो नि त होइन। डिस्ब्यालेन्स भयो भने त के हुन्छ, दुर्घटना हुन्छ, मान्छे मर्न पनि सक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ त्यसो हुनुभन्दा पहिला चाहिँ हामीले केही न केही आफ्नो तर्फबाट होइन सकिने काम भएको कारणले गर्दाखेरि चाहिँ हामी कोसिस गर्दैछौँ है। सबैले आफ्नो ठाउँबाट यसरी चाहिँ आफूले गर्न सक्ने कामहरू आफैले गर्ने हो भने चाहिँ यो सानो समस्याहरू हुन्छ नि, त्यसको समाधान खोज्न चाहिँ हामी कतै जानु पर्दैन क्या होइन। हरेक कुरामा अब हुन्छ नि आफूले नगरेर अब अरूलाई अरूको प्रब्लम हो भनेर भन्ने होइन, अनि गभर्मेन्टलाई दोष दिने, स्थानीय सरकारलाई दोष दिने होइन। उनीहरूले स्थानीय सरकारले गभर्मेन्टहरूले उनीहरूले गर्ने कामहरूमा चाहिँ हामीले भन्नुपर्छ होइन, हामीले रिक्वेस्ट गर्नुपर्छ। अनि यो सानो कुराहरूमा चाहिँ हामीले सकिने कामहरू छ भने चाहिँ हामीले चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी जति सकिन्छ हामी त्यति काम चाहिँ आज गर्नेछौँ। यदि हामीले यो गरेको काम चाहिँ तपाईँहरूलाई मन परेको छ भने चाहिँ तपाईँले एउटा हुन्छ नि कमेन्ट गरिदिनुहोस् अनि भिडियोलाई सेयर गरिदिनुहोस्। तपाईँको एउटा कमेन्टले एउटा भिडियोले गर्दाखेरि चाहिँ अझै हामी केही नयाँ काम गर्नको लागि हामी इन्सपायर हुन्छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँले एउटा लभली कमेन्ट अनि भिडियोलाई सेयर अनि लाइक गरिदिनुहोस् है त। ओके गाइस, अहिले चाहिँ हामी ठ्याक्कै भन्दाखेरि चाहिँ हाम्रो यहाँ फुटबल फिल्ड जाने बाटो छ होइन। टक्कै यहाँदेखि चाहिँ हामी स्टार्ट गर्दैछौँ र यहाँ तल चित्रपुर जाने बाटो होइन। अब यहाँदेखि पर चाहिँ अब भएछ भने नेक्स्ट टाइम हामी गर्नेछौँ। र आज चाहिँ हामी यहाँदेखि चाहिँ देख्न सक्नुहुन्छ चाहिँ टिप्परहरू आइरहेको छ। अब यो ठुलो खाल्टो छ भने त टिप्परको पहिया त्यो खाल्टोमा पऱ्यो भने त डिस्ब्यालेन्स भयो भने बाटोमा हिँडिरहेको मान्छेदेखि लिएर बाइकमा हिँडिरहेको मान्छे जो पनि हुनसक्छ, दुर्घटना हुन सक्छ नि त। त्यस कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ ठ्याक्कै यहाँदेखि देख्न सक्नुहुन्छ यो चोकदेखि गर्दैछौँ, फुटबल जाने फिल्डदेखि गर्दैछौँ। यहाँदेखि चाहिँ हामी कहाँसम्म पुग्छ, बानीसम्म पुग्छ कि कहाँसम्म पुग्छ लेट्स सी है। र हामी चाहिँ काम सुरु गर्छौँ। 1 2 3 गो।
ओके गाइज, हाम्रो स्टार्टिङ जोर्नी चाहिँ ठ्याक्कै के अरे फुटबल फिल्ड जाने बाटोदेखि हाम्रो स्टार्टिङ भएको थियो भने हाम्रो इन्डो चाहिँ ठ्याक्कै हाम्रो यो भोजवा दाइको पसलनिर हाम्रो इन्डो भएको छ है। बिच बाटोमा अब जति जुन तरिकाले सकिन्थ्यो हामीले गऱ्यौँ। अनि देख्न सक्नुहुन्छ हात पनि काटिरहेको छ, कसै खुट्टा काटिरहेको छ है, देख्न सक्नुहुन्छ। सो जस काम गर्न मजा आयो। अनि अर्को कुरा, सबैजनाले आफ्नो ठाउँबाट चाहिँ हुन्छ नि आफूबाट मबाट सुरुवात गर्नुपर्छ। जुन सुकै कुरा सोसाइटीको लागि होइन, आफूबाट सुरुवात गर्नुपर्छ। सम्भव छ है। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले भिडियो बनाउनुको रिजन पनि त्यही हो। अनि हामीले स्टार्ट गऱ्यौँ, हामीले गर्न सक्छौँ भने हामी तपाईँ सबैहरूले गर्न सक्छौँ क्या। त्यस कारणले गर्दाखेरि चाहिँ आजको भनौँ न हाम्रो आजको जुन एउटा क्याम्पियन थियो यहाँसम्म आएर चाहिँ जोस सक्यो भनौँ होइन। अनि के छ तेरो, के छ भनाइ? एकदमै ठिक छ। हाम्रो गाउँठाउँ हामी आफै बनाऊ भन्ने उद्देश्यले हामीले सानो प्रयास गरेका छौँ। जुन व्यक्तिहरूले जुन तरिकाले सक्नुहुन्छ त्यो अनुसार आफ्नो गाउँठाउँ बनाउन अगाडि बढौँ, त्यही हो। ओके, सो जस हामी तिनजनाले चाहिँ अस्ति पनि काम गऱ्यो, आज पनि काम गऱ्यो। काम गर्ने सिलसिलामा गाह्रो अप्ठ्यारो भन्ने कुरा सबै हुन्छ है। त्यो सबै कुराहरू सामना गर्न सक्नुपर्छ। त्यसलाई चाहिँ हामीले इजी वेले लिएर चाहिँ हामीले जस मजाले काम गऱ्यौँ। जस एकदम पोजिटिभ भाइब्स भइरहेको छ र सबैजनाले माया गरिरहनु भएको छ है। सबैजनाले एकदम लभली कमेन्ट हानिदिनुहोस्। अनि हाम्रो काम कस्तो लागिरहेको छ तपाईँले कमेन्ट गरिदिनुहोस्। त्यस पछाडि भिडियोलाई सेयर गरिदिनुहोस् होइन। अनि जति सक्नेले चाहिँ हाम्रो क्याम्पियनमा अझै हामी केही नयाँ कामहरू गर्दै जानेछौँ। तपाईँहरू जोइन हुन सक्नुहुनेछ। जसले भिडियो हेर्दै हुनुहुन्छ, जो टाढाबाट हाम्रो कामलाई सपोर्ट गर्दै हुनुहुन्छ, तपाईँहरूले मात्र भिडियोलाई सेयर गरिदिनुहोस्। त्यति भयो हामीलाई पुग्यो है। सो थ्याङ्क्स फर वाचिङ। सबैजनालाई माया छ। बाई बाई, टेक केयर।